गाइज आज चाहिँ हामी पानीपुरी च्यालेन्ज गर्न लागेको यो छ हाम्रो पुरी अनि यो छ आलु अनि यो चाहिँ पानीपुरीको झोल। लेट्स गेट स्टार्टेड। रेडी 1 2 3 स्टार्ट। म हातले हाल्छु अनि मजाले हाल्नु पर्दैन नाटक के गर्नु चाहिँ पर्दैन। एउटा डल्लै धेरै खान्छ यसले के पाउँछ ओके म चाहिँ हाम्रो क्यामेरा पाउँदा आफै खाएको काम पनि गर्ने म दुईटा खाएँ म हातै हाल्छु गाइस म लेट भएँ कस्तो मिठो लाग्छ लास्ट टाइम घरमै बनाएर सक्नुहुन्छ तर घरमा बनाएको हेर्थ्यो क्या बाहिर बना पाँच खाइदिनु म कहाँ है तर म धेरै खान सक्दैन क्या च्यालेन्ज गरेको थाहा पर्छ नि हैन गाइस पहिले हातै हाल्नु म त सबैभन्दा धेरै खान नसकेको कुरा चाहिँ पानीपुरी हो क्या म त पुरा रेडीमेड हो होममेड भएको होइन तर यो पुरी चाहिँ रेडीमेड हो घरमै नि बनाउन टाइम भएन हामीले बाइक जानु पनि खानु चिज गर्नु क्या पिरो चाहिँ खतरा भए मिठो चाहिँ लास्ट मिठो है अब मैले बनाएको नि त त्यही भएर मैले हेल्प गरेँ नि त त्यही भएर हो ल ल यो पुरीको चाहिँ सबैभन्दा नराम्रो चाहिँ यहाँ पास छ माथिबाट होइन पासिसक्यो मेरो त मेरो पनि म खान सक्दैन अरे हो लुजर लुजर भनेर कमेन्ट गर्नु होला है गाइजहरू हार्ने मान्छेको मिठो छ मेरो चाहिँ पानीपुरी फेभरेट हो मेरो चाहिँ सबैभन्दा फेभरेट मोमो मोमो त म 100वटा भयो नि खान सक्छु जस्तो लाग्छ क्या म सक्दिनँ लाग्छ मोमो त म 12वटा तर 2 प्लेट खाएपछि चाहिँ 2 प्लेट चाहिँ खान्छु है नर्मली खान्छन् 2 प्लेट त सबैले म त खान्न मोमो म 8-9वटा खाने बित्तिकै हगाउँछु गाइज प्रमिस मैले पहिला सोच्थेँ होइन मलाई अन्डा धेरै मनपर्छ क्या म एक कार्टुन त एकछिनमै खान्छु भन्नु ठान्थेँ मैले 10वटा अन्डा खान्थेँ रे म सानो हुँदा दिनमा त्यही भएर मान्छे नि अहिले नि अन्डा जस्तै पिरो गाई नाकबाट सिँगा पनि चुइसक्यो अन्डा त म पनि खान्छु म पुग्यो जस्तो लाग्यो रियली लुजर है गाइस सरी माइन पुग्न त पुगिसक्यो भने पुरै पासिरह पुग्यो भने इन्डो भने त्यहाँ कतिवटा गर्नुपर्छ है पुरी र
मेरो चाहिँ यो लास्टै होला अब गाइस म चाहिँ इनफ साँच्चै हो नि मेरो यति बाँकी छ अझै पनि निकाल्ने बानी राम्रो होइन मलाई धेरैचोटि गाली गर्छ मम्मीले ल अब चाहिँ भयो मलाई चाहिँ पुग्यो गाइज 1 2 4 5 6 1 2 3 4 5 6 बराबर गाइस हामी चाहिँ दुवैजना अकायौँ दुवैजनाको 6 बाँकी ह म त झोल पनि खान सक्दैन यति बाँकी भयो यति भयो गिफ्ट चाहिँ हामीले ल्याएको छैन अर्को पार्टमा स्योर देखाउँछु कुन गिफ्ट भनेर आज चाहिँ हामीले यतिकै हावातालमा गरेको